यो चाहिँ हाम्रो तिनौ खोला हो। अहिले चाहिँ सुक्खा भएछ, सबै सुक्खा भएर यस्तो भयो। अहिले पानी छैन। यही खोलाले हो घरहरू भत्काइदिएको, मान्छेहरूलाई कतिलाई उस गर्दैछ, घरहरू कति भत्काइदियो। अहिले चाहिँ यस्तो सुक्खा भएछ। के भएर यस्तो सुक्खा भयो खै, हाम्रो पुरै नआए पनि भयङ्कर यस्तो फुटाल्ने तरिकाले बाढी आउँथ्यो। अहिले सुक्खा भयो। हेर्न सक्नुहुन्छ, यो हाम्रो तिनौ खोलाको उस हो। यस्तो बाढी आउँदाखेरि यसरी आउँछ, यो सब फुटालिदिन्छ। अहिले चाहिँ सुक्खा छ। यो चाहिँ तिनौ खोला।